तपाईलाई एउटा कुरा थाहा छ? आउनुहोस् आउनुहोस्, म देखाउँछु तपाईलाई है। यहाँ हेर्नु त। होइन यो बुढो कहाँ जानु भएछ? खाना खाने पनि बेला भयो, कोठामा पनि देख्दिन त। ओहो, यो माघ 13 गतेको मेलामा चाहिँ नि रमाइलो हुने भयो थिए। उता ज्योति मगर, उता जलपरी। म त जलपरीसित त सँगै नहुन्छु के छ। मेरा बा यो खुसीको दिन मेरो नजिकै आउँदैछ। अब ए म त बुढा कहाँ जानुभयो भनेर खाना खानलाई बोलाउन आएको त। आम्मामा, यहाँ त पुरा सपनामा डुबेर बस्नुभयो रहेछ तपाईँ त। अनि के अरे ज्योति मगर रे, जलपरी रे। होइन यो हाम्रो बर्दघाटमा लागेको यो प्रदर्शनी मेलामा अरू चिज छैन, अरू राम्रा राम्रा चिज छैनन्। खालि त्यही ज्योति मगर अनि जलपरी अरे। के अरे जलपरीसित नआउने रे। घर नआउनु आएको त 1 महिना भइसक्यो त, चिसो भयो भनेर। जलपरीसँग नआउने रे। जलपरी चाहिएको, ज्योति मगर चाहिएको। राम्रो चिजको त कुरै छैन। राम्रो राम्रो सोचेर बसे हुन्छ है, राम्रो चिज पनि पाइन्छ नि त। आज भात खान पाइँदैन। अब सपना त सपना चुरै होला जस्तो छ त। सबैजनालाई नमस्ते। नमस्ते। उद्योग व्यापार संघ बर्दघाटले आयोजना गरेको औद्योगिक व्यापार मेला यही माघ 13 गतेदेखि सुरुवात हुँदैछ। 13 गतेदेखि कति गतेसम्म अरे? 25 गतेसम्म सबैजना हेर्नलाई आउनु होला है। हस् त, धन्यवाद।